Hi everyone, good morning. Today it's finally a day of Dasai. So let's get ready with me. Just showered later, I said, okay, and I've prepared my dresses. So we're wearing our cultural dress today. So that's a Cooper Siwana sari, and then that's my husband's kurta. And after that, I'm gonna wear this sari, and to get comfort, this kurti. So that's the outfit, and this is a cute little bag I bought from Nepal. This is very cute as well. So let's get ready with me. Now I'm getting ready. So skin prep.
दसैँ ठो सो हामी हुँदैछ अब दसैँको टिकाको लागि रेडी यहाँ मेरो बुढो हुनुहुन्छ Hello. बिजी बिजी Busy. फिक्सिङ थिङ्स अनि यहाँ मेरो जायरा छ कम हियर जायरा दिस इज मेरो जायरू अनि अब I'll show you our जमरा अब साथीले के खानुपर्छ अरे फेरि भन्दै त अनि के खाने अरे अनि कुन चाहिँ हाल्ने अब भनिदेऊ न दिस इज आवर पूजाको थाली एन्ड दिस इज आवर जमरा अफ द डे सो द्याट्स सुरु हुँदैछ गाइस अब हामी सुन पूजा गर्न लागेको छौँ है अनि जाडालाई टिका लगाइदिनुपर्छ अनि त्यसपछि लड्डु दिनुपर्छ है अनि पैसा त दिनुहोस् पैसा चाहिँदैन नौरै चाहिँदैन रे यस्तो ज्ञान हुनुपर्छ अनि दिस इज आवर पूजा रुम अब सुन स्टार्ट आवर पूजा है यहाँ चाहिँ अब हाम्रो पूजा सुरु भयो हामीले चाहिँ जसरी आउँछ त्यसरी पूजा गर्न थाल्यौँ है पालि पालि अब मैले चाहिँ यहाँ यसरी पूजा गर्दैछु आफूलाई आए अनुसारले पूजा गर्दैछु सो हामी तिनजना मिलेर सानो म अनि मेरो बुढो मिलेर चाहिँ हामीले चाहिँ पूजा गर्न थाल्यौँ अनि यहाँ चाहिँ अब मेरो साथीहरूले पनि अब पूजा गर्न लागेको छ पालिपालि पूजा गरेर भ्यायौँ हाम्रो पछि उनीहरूले पनि पूजा गरेर भ्यायौँ सबैजनालाई अनि अब यो पूजा गरेर भ्याइसकेपछि चाहिँ हामी हाम्रो टिका लगाउने कार्यक्रम सुरु गर्नतिर लाग्छौँ ठ्याक्क साइत अनुसारमा टिका त लाउनु परिहाल्यो होइन र अनि यसरी नै हामीले चाहिँ हाम्रो दसैँ सुरु गऱ्यौँ है त एन्ड यो चाहिँ हाम्रो डेकोरेसन सो यसरी चाहिँ हामीले हाम्रो पूजा थालीहरू तयार गऱ्यौँ सुकुण्डाहरू बाल्यौँ एन्ड द्याट्स द्याट अनि यहाँबाट हुन्छ हाम्रो टिका लगाउने कार्यक्रम सुरु सो लेट्स वाच अस है त के खोइ भने बुद्धि आओस् प्रगति गर्दै जाउँ ल ए 5 मिलियन डलर जाडाको पाली अब नमस्ते गरेर बस्छ बाबालाई आसवाना राम्ररी खाने सधैँ स्वस्थ रहौँ होइन अनि धेरै बुद्धि आउँ अनि सबैलाई माया गरौँ है सानोले बाबाले मान्छ वाउ Wow! Beauty! Which color? कन्फ्युज छौ यहाँ चाहिँ हामीले टिका लगाइसकेको थियौँ होइन अनि ट्विस्ट चाहिँ के हो भनेदेखि भिडियो खिच्न बिर्सेछ अनि फेरि बसेको क्या हामी चाहिँ टिका लगाउनुलाई अनि यस्तो भिडियोमा त राख्नु पऱ्यो होइन भिडियो खिच्न बिर्सेपछि यस्तो हुन्छ गाइस
टिका लगाइरहेको छु मैले नेवारले हाम्रो उपाध्याय बाहुनलाई टिका लगाउँदैछ दसैँको टिका चाहिँ डन फाइनली सबैजनाले टिका लगायौँ हामीले हाम्रो जारुले पनि टिका लगायो से हाई जारुले कति पैसा पायो देखाइदिउँ कति पैसा पायो पैसा देखाइदिउँ त गुड है गाइस हामीले टिका लगायौँ त है हामीले टिका लगाइसक्यौँ टिका लगायो हाम्रो दसैँ सुरु भइसकेको छ अब हाम्रो नेक्स्ट डेस्टिनेसन घोडेको घर हो अनि अब घोडीको घर पछि आज हामी कति धेरैजनाको घर जाँदैछौँ धेरै पैसा हामीले कमाएको छ जसले धेरै हामीलाई पैसा दियो त्यसको चाहिँ हामीले फेसबुकमा पोस्ट गर्नेवाला छौँ थोरै दिनेहरूको चाहिँ हामीले कुनै पनि हाल्नु पर्दैन एक्सेप्ट गर्नेवाला छैनौँ है भाइरल हुन्छ यो पोस्ट चाहिँ ल सिउ है त अब हामी घरमा कसको घरमा जान्छौँ त्यसको घरमा पोस्ट गर्छौँ है त कसले कच्ची जच्ची दियो भनेर है हामी चाहिँ अब टिका लगाउन आयौँ यहाँ कुशलेकोमा कस्तो राम्रो तिमीहरू बसिहाल्छ हाम्रो कुशल अनुकोमा चाहिँ टिका लाएर भ्यायौँ है त यसरी झ्याप्प लाएर अब यहाँ मिठो मिठो खानेकुरा खान लागिरहेको छौँ यहाँ हामीले राखिरहन्छ ल है वी आर एट अनदर स्पट यो चाहिँ हामी मन्डे दाइकोमा छौँ है अब यहाँ पनि हामी टिका लगाउँछौँ अब अल सेट पुरै रेडी गरेर राखिरहनु भएको छ है सो यहाँ चाहिँ हामी दाइ दिदीहरूकोमा गएका थियौँ उहाँको ड्याडीहरू आउनुभएको भएर हामीले चाहिँ अङ्कलको हातबाट टिका लगाउन पायौँ लकिली सो उहाँले चाहिँ हामीलाई टिका लगाइदिनुहुन्छ ठुलो मान्छेकोबाट आशीर्वाद पाउने पनि
अब यहाँ चाहिँ हाम्रो सानो बुन्टुहरूलाई पनि टिका लगाइदिनुहुन्छ दाइ दिदीहरूले। हामी चाहिँ उहाँको घरमा आएको थियौँ अनि हाम्रो जाडुलाई चाहिँ दाइ दिदीहरूले पालिपट्टि टिका लगाइदिँदै हुनुहुन्छ। यहाँ सानो मान्छेहरूलाई पनि रमाइलो हुन्छ है, दसैँ चाडबाड उनीहरूको पनि अब सेकेन्ड दसैँ हो यो एन्ड दे वर भेरी ह्याप्पी विथ द्याट। अनि यहाँ मेरो साथीहरूले हाम्रो जुनलाई पनि टिका लगाइदिँदैछन्। यो भेरी क्युट, कति मजाले कोअपरेट गरिरहेको थियो थ्रु आउट द टिका टाइम लगाइरहेको बेलामा। सानो बच्चाहरू हुनु पनि रमाइलो हुन्छ है कहिलेकाहीँ चाहिँ यस्तो चाडबाड भएको बेलाहरूमा चाहिँ। अब यहाँ चाहिँ हाम्रो पालि थियो अनि शुभमले चाहिँ सानो बुन्टुहरूलाई टिका लगाइदियो पालि अनि मैले चाहिँ माला लगाइदिएँ, ध्वजा लगाइदिएँ। ल है अब आज दसैँको चाहिँ यस्तो दक्षिणा पनि पायो। हामी यहाँ सबैजना रमाइलो पनि गरिरहेको छौँ यहाँ सबै फ्यामिली। मैले लागेको दसैँ चाहिँ कस्तो भइरहेको छ त? एकदम रमाइलो है दसैँ हो, दक्षिणा दक्षिणा दसैँ इज अल अबाउट दक्षिणा गाइस। ल बिनी दिदीलाई दसैँ कस्तो भइरहेको छ? ह्यापी दसैँ। रियालाई कस्तो भइरहेको छ आजको दसैँ? एकदम केही न केही भइरहेछ केही न केही भइरहेको छ। सजातीलाई कस्तो भइरहेको छ? केही न केही चाहिँ भइरहेछ शान्तिलाई कस्तो भइरहेको छ? रमाइलो भइरहेछ। ल दसैँ जुनलाई कस्तो भइरहेछ? रमाइलो भइरहेछ। ह्यापी दसैँ भन्नु न। ह्यापी दसैँ। अब फाइनली विपिनलाई चाहिँ भाग्नु भयो। He doesn't want to be on the video. So this is our दसैँ। अझै अर्को ठाउँमा पनि जान बाँकी छ है गाइस, अर्को ठाउँमा पनि जान बाँकी छ। एट द एन्ड हाम्रो दक्षिणा कति भइरहेछ भने चाहिँ विमृतिलाई त जुनले पनि ह्यापी दसैँ भन्छ कि ह्यापी दसैँ। नमस्ते गर्नुपर्छ। नमस्ते गर्नु। गुड, थ्याङ्क यू। बाई बाई। सी यू। अब अर्को ठाउँमा भेटौँ ल है। आजको लास्ट घर चाहिँ यो हो। हामीले अब दक्षिणा चाहिँ कति पाउँछौँ मलाई है त यसमा रेकर्ड गरेर राख्नुपर्छ है, रेकर्ड गरेर राख्नुपर्छ। ए हाम्रो चलनमा चाहिँ फेरि त्यही नरिवलटाको टिका लगाइदिने मान्छे चाहिँ यहाँ छ है, यहाँ हो है। अब हामीले गन्छौँ है दक्षिणा चाहिँ कति पाउँछौँ भनेर। भिडियो यो म्युजिक भिडियो हैन यहाँ त जो जे आए पनि के फरक पर्दैन। शुभम ल है टक्क रेडी। पाउला टिका छड्के यसरी फाल्ने के टिका ओए यसो सिधा पो। यहाँ यसो के त गर्नु मेरा चाहिँ यो झोला भरिनु पर्यो है। झोला भरिरहेछ अलरेडी। झोला भर्नलाई हामी हिजो मात्र आउँछौँ बिन लिएर चाहिँ अब कसो भर्छ हिजो त बिन खान्छ अब टिका त पहिल्यै दिन लगाइसक्यो अनि मलाई ध्यान र घोडे हो के साला घोडेले यस्तो दिदीले आशीर्वाद दिनु। कोही भने आशीर्वाद दिनु। आज मनमनै हो नि कहाँ अनि शुभमले नि अघि धेरै झोला भर्दैन हिँड्छ त्यही हो आशीर्वाद न त्यही हो तँलाई आएर नबस्थे रे त्यस्तो थियो त बाँकी बाँकी अब निसाब निगा खतरा बस्छ क्या मैले टिकट पढाएको डेराजुले झन् भएको टिका नि उठाइदिनु जमरा के स्याउ कि सुन्तला होइन ल बेला नि रातो मात्रै भएपछि सिधै पुन्दै आउँथे तिमी चाहिँ को लाग्यो त? ओके तिम्रो ब्याग भर्यो हो? मेरो ब्याग भर्नु ल लाग्यो ल भनिदिनु है मैले त सिधै मन्डे ब्यागबाटै मैले त लगाएन सबैलाई मैले लगाइदिएको हो क्या ए के हो भेना यार आशीर्वाद चाहिँ नदिने ल मनमा पुरै खुसी हो मनमा नै चाहिँ सबै जाडा भिजा सबै भन्छ जाडा भाइ पनि ए थुक्यो यो पल्टाउनु पर्ने यार यस्तो यार के हो यार यस्तो के तरिका हो यो जल्दी भइहालेको जल्दी त्यो स्याउ राखेर अर्को दिन बायस हुन्छ नि त बायस बायस त्यो स्याउको साथ पनि पैसा दिनु मिल्दैन तिमीले भाग्यमानी भन्छौ मान्छे 6 बच्चा होला
अझै ठुलो छोरी आएको छ पलट झुकेदै किन यस्तो डबल जाला फेरि यस्तो गरेर मलाई चाहिँ हरियो ए रातो खै त जाइरा चिया जाडो मान्छे छैन सुकुर भयो कति आयो दक्षिणा देखाऊ दक्षिणा कति आयो देखाऊ दक्षिणा आयो 1 मिलियन को घर भएको मान्छेले दक्षिणा यो अनुहारको त्यो यो अनुहारको मान्छेले दक्षिणा दिएको हाल जस्तो के हो 50 वर्ष खल्टीमा राखेको छ है यस्तो वाट इज दिस 50 वर्ष खल्टीमा राखेको छ हालमै छैन पुरा 50 तालाई फोकस गर हालमै जम्मा 50 थालमा पनि छैन कसरी दिन्छ 50 हालत त्यो पनि पाल परेको पैसा पाल गरेर सबैको मेडल हो इन्टरनेसनल मेडल And that was all from my Dasai, so I didn't get to record the rest of the videos because we were busy playing Das. And yeah, see you for the next videos. Thank you so much everyone. Happy Dasai.